जय सुपाकी बडी महारानी। आज चाहिँ शनिबार हो। सुपाकी देउराली आज शनिबार कालीको रूपमा हुनुहुन्छ। कालिकाले चाहिँ बलि खानुहुन्छ, वैष्णवले बलि खानुहुन्न। त्यस कारणले सुपाकी देउराली आमाले बलि दिन हुँदैन, स्वीकार्नुहुन्न। जसले बलि दिन्छ, पर्या चढाउँछ, पहिला उहाँको इच्छा पूरा गर्नुहुन्छ, पछि चाहिँ उहाँहरूको नाश गर्नुहुन्छ। गर्दै आइरहन्छ, भइरहेछ, धेरैजनाको नाश भइरहेछ, सुस्त हुन्छ है, तुरन्त नगर्नु। त्यस कारणले देवताले के गर्नु पर्यो, देवीलाई नरियल दिने और प्रसाद दिने और प्रसादको भक्कल गर्ने। नरियलमा एकदम जाति मान्नुहुन्छ उहाँ। पर्या र पाठको नगर्ने। पर्या चाहिँ दुरुपयोग भएछ। पर्या सानो बच्चा आमासित छोरा लाने, एकतिर काकृत्य हुन्छ, उता गएर चढाइदिने, पानी छर्किने, कुना फालिदिने, खाना दिन्नन्, बस्ने ठाउँ छैन, दुरुपयोग भइरहेछन्। फेरि किनेर लान्छन्, सस्तामा लगेर काटेर खान्छन्, हत्या भइरहेछ, डबल हत्या भइरहेछ। एकतिर पर्याको हत्या भएछ, एकतिर पाठाहरूको बाख्राको हत्या भएछ। त्यहाँ के भएछ, कसै खाना भएछ है। कसै खाने चाहिँ सुपाकी देउराली आमाले चाहिँ भन्नको, मलाई मन्दिर होइन, त्यहाँ के छ, कसै खाना भन्नेछ। त्यस कारणले अब आजदेखि भक्कलले काम नगरौँ, नरियलको मात्रै काम गरौँ। चढाउने पहिले इच्छा पूरा गर्नुहुन्छ, जसले पाठ पर्या चढाउँछ, पछि उहाँको नाश गरिदिन्छ। नाश पनि भइरहेछ है। त्यस कारणले विनाशमा पर्नको लागि नगरौँ यस प्रकारको कामहरू। चढाउने पाठाहरू नरियलले भक्कल गरौँ, नरियलले दर्शन गरौँ, फलफुल लैजाऊँ। जय सुपाकी बडी महारानी, जय सुपाकी बडी महारानी, जय सुपाकी बडी महारानी।